हेलो शिवा नमस्ते आमा छोरा ब्लगमा स्वागत छ हजुरहरूलाई। आज मेरो बेबी आउनु भएको छ। आज चाहिँ मामु छोराले थुक्पा नुडल्स अनि त्यस पछाडि एक छ बोयल हैन, अनि सोयाबिन छ। तर सोयाबिन चाहिँ मेरो बाबुले सब हाल्नु भएको छ हैन, उहाँको भागमा निहाल्दै। हजुर अनि हजुरहरू आरामै हुनुहुन्छ होला। ढिलै भए पनि नयाँ वर्षको शुभकामना सबैजना मेरो भ्युवर्सहरूलाई है त भन्न चाहे। अब मामु छोरा सुरु गरौँ है त। अब लेमन सरर हाल्नु पर्यो। खानुहोस् बाबु। आइसक्रिम मनपर्छ छोरालाई, अघि नै आइसक्रिम खाइसक्नु भयो अनि फेरि आइसक्रिम। अब हजुरले चाहिँ सबै लाउनु भयो अनि के खाने त? अनि थुक्पा चाहिँ खानुहुन्न? ल फर्स्ट बाइट साथीहरू खाए ल। मिठो भएछ। बाबु खानु। हजुरले त सबै सोयाबिन लाइसियो अनि के गर्ने साथीहरू। मेरो बाबु अलिक बुझ्दैन कि, सानै हुनुहुन्छ नि त मेरो बाबु। मिठो भएछ साथीहरू। बाबु अन्डा खानु। लिनुहोस् अन्डा। साथीहरू थुक्पा चाहिँ मेरो एकदम फेभरेट। केटाबुढी थ्याङ्क यू छोरा। रानी चाहिँ खानुहुन्न छोराले, नानीलाई खुवाइसिन्छ। लु खानुहोस्, पख्नु। म छोरालाई खुवाइदिन्छु। हस् पापी खानुहुन्छ? खानुहोस् न त। हजुर त के साह्रो एक्लै सक्नुहुन्न नि त, हजुर सानो भएपछि। साथीहरू मेरो नयाँ च्यानल हो हैन, हजुरहरूले सब्सक्राइब गर्नु नभुल्नु होला भन्न चाहे। यम्मी भन्नु छोरा। गुड यम्मी। मेरो बाबुलाई त
छोराले खानुहुन्न। खानु 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 थपी थपी खानु पर्छ न। बटुका ल्याउनु भनेको त मैले त बाबु बस्नुहोस् अझै एकदमै हतार भयो है। सुप लाउने ठाउँ पनि यस्तो भयो साथी। कस्तो ज्ञानी हुनुहुन्छ है मान्छेलाई खुवाइदिने मेरो छोरा ज्ञानी हो। मेरो मुटुको टुक्रा हो नि त। सुप्पा गर्नु तपाईँ चाहिँ यहाँ तल पनि छ नि छोरा अन्डा लिनुहोस्। यो कस्तो बाठो त, पक्कै निकालेर रानी चाहिँ नखाने हो, मामुलाई चाहिँ खुवाइ खुवाइ। थ्याङ्क यू छोरा। तपाईँ चाहिँ कतिखेर खानुहुन्छ? अन्डा खानुहोस् अन्डा। म त खाँदा खाँदै वाक्क भयो छोरा। बस्नुहोस् ल, बस्नु बस्नुहोस् बस्यो आसले बस्नु। मामु खुवाइखै नि त ल, खाइदिनुहोस् न त मेरो छोरा। थ्याङ्क यू छोरा, गुड। ए सरी यहाँ त के पो हो छोरा। मामु खुवाइखै दिनुहोस्। अन्डा हस् अनि थुक्पछि नखानु हुने। बाबुले त नखाने विचार गर्यो कि साथीहरू, म चाहिँ निकालेर खाइदिन्छु हो। छोराले अन्डा मात्रै खानुभयो। बाबुले त एकदमै धेरै भन्छ। म त नाक्क भइसक्यो छोरा। अब खायो यो नि खाने हस्। गेडागुडीमा साह्रै मिठो लाग्छ। मासुको सुपमा भन्दा पनि मलाई चाहिँ किन गेडागुडीमै मनपर्छ। सुप चाहिँ हजुरहरूलाई मनपर्छ पर्दैन होइन। गेडागुडीको सुपमा कसैलाई त मन नपर्न सक्छ, मासुको सुपमा मात्रै मिठो लाग्छ नि त होइन, आफ्नो टेस्ट।
हजुर छोरालाई गुड थ्याङ्क यू छोरा यस्तो खानुपर्छ होइन खाएर स्ट्रङ हुने होइन ठुलो हुने हो ल मामु छोराको केही हुन्न साथीहरू हुन त उन्डा हाल्नै सकेनन् म चाहिँ बाबुलाई एकछिनपछि खुवाउँछु भिडियो लामो होला जस्तो छ किनकि अब म यही भिडियोलाई इन्ड गर्न चाहेँ हस् त बाई बाई